Hi guys, welcome back to my YouTube channel. आज चाहिँ म चाहिँ के गरिरहेको छु भन्दाखेरि चाहिँ ड्राइभिङ थ्योरी टेस्ट चाहिँ मैले बुक गरिसकेँ। त्यसको लागि चाहिँ म प्रिपेयर गर्दैछु। हेर्न सक्नुहुन्छ यसरी हैन। अनि अब यसको चाहिँ म हजुरहरुलाई चाहिँ अब कतिवटा क्वेशन चाहिँ आज म गर्छु होला भनेर हजुरहरुलाई देखाउँछु। अनि मैले चाहिँ कहिलेको लागि डेट बुक गरेको छु भन्दाखेरि चाहिँ आज चाहिँ 8 मार्च हो। मैले चाहिँ 11 मार्च लाई चाहिँ मैले डेट बुक गरेको छु। अनि त्यो चाहिँ मेरो 4 बजेको टेस्ट छ कि आई थिंक। अब त्यति बेलासम्म चाहिँ मैले कतिवटा क्वेशन गर्छु मलाई थाहा छैन। मैले एउटा एपबाट चाहिँ गरिरहेको छु। त्यो एपमा चाहिँ 772 वटा क्वेशन गर्यो भने चाहिँ म्याक्सिमम क्वेशनहरु चाहिँ एक्जाममा चाहिँ त्यही पर्छ। अनि त्यसपछि पास हुने चान्सेस पनि अलिकति हाई हुन्छ भनेर भन्नुभएको थियो हैन। धेरै जनाले त्यही भन्नुहुन्छ। अनि मैले पहिल्यैदेखि पढ्छु भनेर चाहिँ पढेको थिएन। अनि फाइनली मैले डेट बुक गरेर अनि मैले पढ्न सुरु गरेको छु। अहिले चाहिँ अब अलिअलि त मैले गर्दै पनि गरिरहेको छु। अब हेर्नु है त म कतिवटा क्वेशन मिलाउँदो रहेछु, आज कतिवटा क्वेशन गर्दो रहेछु। अहिले बिहानदेखिको साँझसम्म चाहिँ अब कति बेला मलाई कस्तो झ्याउ पनि लाग्छ नि त। खानाको लागि यो आम पापड लिएर बसेको छु हैन, मलाई बोर नलागोस् भनेर। किन भन्दा मसँग टाइम पनि छैन नि त। अब 8 भइहाल्यो, 9 10 2 दिन 3 दिनको दिन त मेरो एक्जाम छ। अब म भोलि काममा जान्छु, पर्सि पनि काममा जान्छु। अनि भोलि के बार भइहाल्यो, अब आज सैटरडे मेरो अफ छ। सन्डे मन्डे ट्युसडे मेरो 3 दिन काम छ। अनि सन्डे मन्डे त मेरो लङ डे भइहाल्यो। अनि ट्युसडे नि लङ डे थियो, क्यान्सल गरेर त्यसलाई अर्ली मात्र गराएर अनि इभिनिङमा चाहिँ म चाहिँ एक्जाम दिन जाँदैछु हैन। अब हेर्नु होला है त। अब मेरो ब्लग यतिदेखि हेर्नु भयो भने चाहिँ यति क्वेशन पढिसके पछाडि चाहिँ पास भइदो रहेछ कि रहेन छ भन्ने कुरा नि थाहा हुन्छ। अनि मैले कति जानेको रहेछु भन्ने कुरा नि थाहा हुन्छ। कतिवटा क्वेशन मिलाउँछु हेर्नु होला है त। हेर्न सक्नुहुन्छ मैले कति लिएर आएँ भनेर। अलर्टनेसमा 26 मा 25, एटिट्युडमा 39 आउट अफ 39। अनि सेफ्टी मार्जिन्समा चाहिँ टोटल 34 क्वेशन्स थियो हैन। त्यतिमा चाहिँ मैले 32 लिएर आएँ। अनि हजार अवेरनेसमा टोटल थियो 78, आयो कति 75 तीनटा रङ। अनि भनरेबल रोड युजर्समा चाहिँ 71 वटा क्वेशन थियो भने मेरो आयो कति 70। यसमा चाहिँ अब यो गरेको थिएँ। अदर टाइप्स अफ भेहिकलमा चाहिँ टोटल 22 वटा क्वेशन्स थियो। अनि त्यसमा चाहिँ 22 आउट अफ 22 आयो। चाहिँ म ब्रेक लिन्छु। अब म के गर्छु भन्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ म यो आम पापड खाँदै गर्दै गरिरहेको थिएँ। अनि मेरो बानी भनेको चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ म अलिकति मनै चाहिँ पढ्न सक्दैन कि, त्यस्तो गर्न सक्दैन। अनि मलाई आवाज चाहिँ निकाल्नुपर्छ, बल्ल म त्यसमा फोकस हुन सक्छु हैन। मेरो माइन्ड अलिकति कन्सन्ट्रेट हुन्छ क्या त्यही क्वेशन्सहरुमा। नत्र भए त म मनले गर्यो भने त म यहाँ हुन्छु, नत्र म यसरी निदाइदिइसक्छु क्या। त्यस्तो हुन्छ, त्यस्तो बानी छ मेरो चाहिँ। अब म के गर्छु भन्दा म खाना खान जान्छु। किन भन्दा 12:30 हुन थाल्यो। अब खाना खान्छु। अनि त्यस पछाडि खाना खाइसके पछाडि चाहिँ आज सपिङ गर्न पनि जान छ। खाना खाइसके पछाडि अलिकति क्वेशन गर्छु, फेरि कन्टिन्यू गर्छु। अनि त्यस पछाडि बल्ल ग्रोसरी गर्न जान्छु। ल त अदर टाइप्स अफ भेहिकल 22/22 यो अघि नै गरेको थिएँ हैन। अनि भेहिकल्स ह्यान्डलिङ 45 क्वेशन्समा 42 आयो। मोटरवे रुल्समा चाहिँ 52 आउट अफ 57। अब ठिकै छ अहिलेसम्म त हैन। र यस्तै क्वेशन आयो भने त पास हुन्छ। तर यो बिग्रेको क्वेशन आयो भने चाहिँ फेल हुन्छ अरे। म चाहिँ अब सरी पढ्नुपर्छ के। अब म चाहिँ अहिले यतातिर आछु हैन। अब हेर्न सक्नुहुन्छ रुल्स अफ द रोडमा 67 वटा क्वेशन्स थियो। त्यो मध्ये चाहिँ 62 आयो। रोड एन्ड ट्राफिक साइनमा चाहिँ 133 वटा क्वेशन्स थियो हैन। त्यसमा चाहिँ 123 मात्र आयो। 10 वटा बिग्रियो। सबैभन्दा लामै भनेको यही हो। कस्तो बोर्ड फिल भइरहेको थियो। अनि एसेन्सियल डकुमेन्ट्समा चाहिँ 28 आउट अफ 28 आयो। सबैभन्दा गाह्रो मलाई रोड एन्ड ट्राफिक साइन नै लाग्छ। अब हेरौँ कस्तो हुन्छ। अझै कन्टिन्यू गर्छु है त। आज चाहिँ मैले कतिवटा क्वेशन गरेँ भन्दा टोटल हेर्न सक्नुहुन्छ 772 वटा क्वेशन्स थियो। त्यो मध्ये चाहिँ मैले सबैवटा क्वेशन सकेँ। अनि इन्सिडेन्ट एक्सिडेन्ट एन्ड इमर्जेन्सिजमा चाहिँ 48 वटा क्वेशन्स थियो भने 48 मा चाहिँ 48 नै आयो। भेहिकल लोडिङमा 21 वटा क्वेशन थियो भने 21 मा 21 नै आयो। अनि प्र्याक्टिस भिडियोजमा चाहिँ 27 वटा क्वेशन थियो। यसमा चाहिँ भिडियोज हेरेर गर्नुपर्ने थियो हैन। अनि त्यसमा चाहिँ 27
7मा 26 आयो। एउटा चाहिँ मिस्टेकले एउटा दबाउँछु भन्दाखेरि त्यसरी दब्यो अनि ठिकै छ भनेर 26 यसरी लेखेँ। अब यत्रो क्वेसन गरिसके पछाडि मैले चाहिँ 772 वटा क्वेसन्स मध्ये 738 वटा क्वेसन्स चाहिँ मैले मिलाएँ। अब के लाग्छ हजुरहरूलाई, म पास हुन्छु कि हुँदिनँ, के लाग्छ? आजको दिनमा चाहिँ मैले 772 वटा क्वेसन चाहिँ सकेँ नि त। अनि थकै पनि लाग्यो यार बिहानदेखि। अनि ब्रेक लिँदै गरेको गर्न त होइन। अब जब भयो राति तब बुढी ताती भन्नु जस्तै हो क्या मेरो चाहिँ। डेट बुक गरेपछि बल्ल पढ्न तम्सेको। अनि अब त्यही पनि अब त्यो डेट बुक गरेबाट पढे नि हुन्छ नि त राम्रोसँग, छैन क्या। अनि अब त्यही क्वेसन अब यति नै क्वेसन पढेँ मैले होइन। अब यति क्वेसन देखेर अनि यति मार्क्सहरू देख्दाखेरि चाहिँ हजुरहरूलाई चाहिँ कस्तो लाग्छ, लाइक म पास गर्छु होला त? अनि यो चाहिँ अब राइट टाइम हो त मैले इक्जाम दिनको लागि? बट ठिकै गरेँ त, के गरेँ क्या, अब मलाई नै थाहा छैन। अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ यदि यही मध्येबाट क्वेसन आयो भने चाहिँ, यदि जुन मिलिरहेको छ नि त्यो क्वेसन पऱ्यो भने चाहिँ म स्योर पास हुन्छु होइन। अनि हुन्छ नि त अब लकले साथ नदिएको बेला कस्तो हुन्छ भन्दाखेरि अब जुन क्वेसन मेरो बिग्रिरहेछ नि त त्यही क्वेसनहरू पढिदियो भने चाहिँ म फेल हुन्छु, त्यही होला त्यस्तै लाग्छ। अब त्यति बेला म नर्भस पनि हुन्छु अनि मुटु ढुक 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 पनि हुन्छ होइन। अब अहिले त कति भइसक्यो नि त इक्जामहरू एटेन्ड गरेको पनि छैन। अब कति यहाँ वर्षौँ पछि बल्ल म इक्जाम चाहिँ एटेन्ड गर्न गइरहेको छु। अब थाहा छैन त्यो दिन चाहिँ मलाई कस्तो फिल हुन्छ। अब त्यही पनि अब भोलि काम छ पर्सि नि काम छ, त्यही पनि काममा मिल्यो भने चाहिँ अलिअलि चाहिँ हेर्छु। जुन क्वेसनहरू बिग्रिरहेछ त्यो चाहिँ हेर्छु। किन भन्दाखेरि चाहिँ मैले यसरी कपीमा चाहिँ नोट गरेको छु क्या कुन क्वेसनहरू चाहिँ मैले बिगारेँ भनेर। किन भन्दाखेरि मिस्टेक भएको क्वेसन मात्रै पनि हेर्न सजिलो हुन्छ। अनि मलाई चाहिँ के मनपर्छ भन्दाखेरि जहिले पनि पढ्दाखेरि मलाई चाहिँ लेख्न चाहिँ पर्छ क्या, त्यो मेरो बानी चाहिँ त्यस्तो हो। म यत्तिकै पढ्ने मान्छे होइन, सो लेख्दै पढ्दै गर्नुपर्छ। अनि त्यति भएपछि चाहिँ आफूले पढिन्छ पनि अनि लेखिन्छ पनि, गर्दाखेरि चाहिँ याद हुन्छ क्या। त्यही हो आजको लागि चाहिँ यति नै थियो गाइज होइन। तर यस्तै गरी पढ्यो भने चाहिँ एटलिस्ट पढिँदो पनि रहेछ भन्ने जस्तो पनि लाग्यो मलाई चाहिँ। जस मैले पढेँ, मलाई आज लाग्थेन मैले 772 वटा क्वेसन चाहिँ आजको दिनमा मैले गर्छु होला, मैले भ्याउँछु होला भन्ने त मलाई थिदा पनि थिएन। अब हुन्छ नि त मलाई कस्तो झन् मोटिभेट गरेको छ कि मैले आफैले कस्तो लाइक हुन्छ नि त गर्न सक्दो रहेछ त तिमी भन्ने जस्तो फिल भइरहेको छ कि मैले आफैलाई। वाउ कस्तो खुसी लागिरहेको छ। म पास भयो नि नभए नि एटलिस्ट अलिअलि भयो नि पढ्ने बानी त हुन्छ कि अबदेखि भन्ने जस्तो भइरहेछ। ल ठिकै छ। अब हजुरहरूलाई चाहिँ मैले इक्जाम दिन जान्छु म, अनि त्यस पछाडि चाहिँ कति स्कोर आउँदो रहेछ म सेयर गर्छु ल। किनकि थाहा हुन्छ नि त कति पढेर जाँदाखेरि पनि कस्तो क्वेसन्सहरू आउँदो रहेछ अनि के भएर के कारणले मिस्टेक गरेर आउँदो रहेछ, फेल हुन्छु कि पास हुन्छु थाहा नै छैन नि त। अनि जे आउँछ त्यही भन्छु ल। अनि अस्ति र हिजो मैले केही पनि पढ्छु भनेर कपी लिएर गएँ, तर मलाई लास्ट होला किन चाहिँ होला मलाई थाहा होइन। आज पनि मैले केही पढेको छैन। अनि यसमा चाहिँ मेरो त्यो 34 वटा क्वेसन्सहरू चाहिँ मेरो रङ भएको थियो नि, त्यो क्वेसनहरू चाहिँ मैले यसमा टिपेको थिएँ। अब म नै त्यो अलिअलि हेर्छु, त्यही हेरेर जान्छु। अनि लक भए पास, लक नभए फेल, अर्कोचोटि दिने हो, टेन्सनै छैन भनेर टक्क लाएर अल्छे बसेको छु। अहिले चाहिँ 2 पनि बजिसक्यो, मेरो 4 बजीदेखि स्टार्ट हो नि त। अनि यहाँबाट 2:30 बजी त म यहाँबाट हिँड्नुपर्छ। अनि वहाँ 15 मिनट्स अघि चाहिँ जानुपर्छ नि त। त्यही हो। अब इक्जाम हलबाट निस्किँदाखेरि चाहिँ मेरो आँखामा आँसु हुन्छ कि मेरो दाँतमा खुसी चमक हुन्छ भन्ने कुरा चाहिँ मलाई थाहा छैन। हेरौँ त्यति बेला के हुन्छ भनेर गाइज। अब केमा पास भयो त? टेस्ट त पनि फर्स्ट टाइम दिएको, फर्स्ट एटेम्पमै पास। वाउ मैले चाहिँ थ्योरी टेस्ट पास गरेँ नि त। अनि आज नै मैले इक्जाम दिएको थिएँ, आज नै पास भयो। हेर्न कति स्कोर आएको छ यहाँ मेरो 43 आएको छ कि फेरि। तर लकिली एउटा मात्रै कतै मिस्टेक भएको भए म यस्तो रिग्रेट गर्थेँ होला मैले के गरेको सन्चिता के गरेको भनेर। तर लकले चाहिँ मलाई साथ दियो अनि म पास भएँ। अनि त्यसैको लागि चाहिँ म अब ट्रिट त गर्नु पऱ्यो नि त आफूलाई होइन। त्यही भएर म आएको छु अहिले चाहिँ यहाँ मेरो फेभरेट ठाउँ पराठामा।
धन्नै चस्मा डुबेको थियो खान्न मैले त के खाएको बर्गर खाएको कफी खाएको कफी खाएको एक बोतल पानी खाएको भनेको मान्छे लास्टमा मेरो पराठा उता खा अनि उतातिर म खान्न भन्ने म बर्गर खाएको उतातिर उसको फेरि खाइदिएँ घर न चियाको सुर्ती तुम क्या जानोगे इधर ब्रिटिश बाबू चिया त हान्ने पर आज ग्यास्ट्रिकले नै माफ गरिदियो मलाई गाइज अनि मैले चाहिँ के गरेँ त्यो ड्राइभिङ थ्योरी टेस्ट चाहिँ मैले आफै पढेको थिएँ घरमा होइन कतिवटा क्वेसन पढेको थियो भन्दाखेरि चाहिँ 772वटा क्वेसन आउँछ नि त्यो वाला क्वेसन मैले गरेको थियो त्यो नन स्टप वाला अनि त्यहीबाट नै सबै क्वेसनहरू पढेको थियो अनि कस्तो देखिरहेको क्वेसन पनि अलिक कसरी घुमाइदिँदो रहेछ म त दुईवटा मात्रै अलिकति बिग्रा होला जस्तो फिल भइरहेको थियो तर अब ठिकै छ एटलिस्ट म पास भएँ होइन अनि त्यही हो थ्योरी टेस्ट चाहिँ एकदम गाह्रो आउँछ ला पास गर्न सकिँदैन भन्ने चाहिँ हुँदैन एकदम हेर्दाखेरि एकदम सजिलो हुन्छ अनि तपाईँहरूले पनि पास गर्नुहुन्छ ल गाइस बाई आजलाई यति नै है त